यो मागुमा ढुक्चु चाहिँ कति टाढा छ? यहाँबाट लाग्छ होला 15 मिनेट 20 मिनेट। 15 मिनेट। यो ढुक्चुको चाहिँ कहिले पत्ता लागेको यो ढुक्चु? यो ढुक्चु पत्ता लागेको भयो होला यस्तै 15-20 वर्ष। अनि तपाईँलाई यसको बारेमा के छ के भनिदिनुहुन्छ कि? अब यसको बारेमा त मलाई त्यतिको थाहा छैन। अब बाउहरूले पहिला पहिला त त्यो ढुक्चुको छेउमा ठुलो एउटा हाम्रो शेर्पाले फिले ढुङ्गु भन्छ। हजुर। त्यहाँबाट चढेर चाहिँ हाम्रो बाबाहरूले यसो हेर्दाखेरि चाहिँ त्यहाँ पोखरी जानेको रहेछ भनेर चाहिँ सुनेको थियो। त्यहाँदेखि झाँक्रीहरूले अब यहाँ ढुक्चु रहेछ भनेर हजुर दर्शन गर्न हिँड्न देखाएको थियो। त्यति नै हो, त्योभन्दा अर्को थाहा छैन। सर्गा तामुहरू के भाषम गर्ने लामाहरूलाई तपाईँ ढुक्चुमा पुग्नु भएको छ? छैन है? ए ओके। तपाईँ जानुहुन्छ कि? आजहरू जाने थिएँ, आज मलाई फुर्सदै भएन खै। ए ल ठिक। तसिदले आसाङ ढुक्चुमा तपाईँ पुग्नुभयो? पुग्नु त कतिचोटि पुगिसक्यो पुग्नु त। ए आज जाने भन्यो आज नभए यसको बारेमा यसको के महत्त्व केही थाहा छ भने भनिदिनु न। अब महत्त्व त सबै कुरो त थाहा छैन, तर पहिला पहिला चाहिँ अब त्यो तल गाउँको तामाङहरू चाहिँ बाख्रा गाई भैँसी चाहिँ त्यो हजुर धेरै ऊ हुन्छ भनेर चाहिँ त्यो डोरी लिएर दाम्लो लिएर अनि त्यहाँ घाँस झुन्डाउने अनि त्यहाँ चाहिँ ढुङ्गा बान्ने अनि त्यो गाई भैँसीको नाम निकालेर तानेर घाँस गरेर लिएर जाने चाहिँ धेरै गर्थ्यो क्या पहिला। देख्नु भएको तपाईँले? मैले देखेको। त्यो चाहिँ धेरै त अब हाम्रो भाषामा के भन्छ होला मङ्गु फेलगेलोजी। ए धेरै ऊ हुने क्या गाई बस्तुहरू धेरै बढ्ने त्यो भनेर चाहिँ त्यो तल गाउँको तामाङहरू चाहिँ त्यो एउटा विश्वास गाई भैँसी बान्ने त्यो लिएर अनि ढुङ्गा बाँधेर अनि घाँस बाँधेर चाहिँ उसको गाई भैँसीको नाम निकालेर लिएर जान्थ्यो क्या। गाई भैँसी पनि धेरै आउँथ्यो, त्यस्तो विश्वास हुन्थ्यो क्या। त्यस्तो चाहिँ गर्नु देखे हो। अब अरू त अब पहिला पहिला बुढाहरू छैन, अहिलेको मान्छेलाई त्यति अब थाहा छैन। तल टाढाको तामाङहरूलाई थाहा होला, झाँक्रीहरूलाई हजुर त्यो सोध्नु पर्ने थियो मान्छेहरूलाई। यहाँ गाउँको मान्छेहरू अब बुढोबुढाहरू छैन, नत्र भने उहाँहरूलाई थाहा होला अब कसरी भेटेको हो के भएको भन्नु चाहिँ त्यहाँबाट थाहा हुने हो। हस् धन्यवाद। चाहिँ थाहा छैन मलाई चाहिँ। हस् धन्यवाद। हामी यहाँ ढुक्चुमा जाँदैछौँ। यहाँ पर्यटकहरू आएको छ, म चाहिँ अब गाइड गरेर जाँदैछु। हाम्रो पर्यटकहरू धार्मिक स्थलमा दर्शन गर्नुको लागि आएको छ। मुझे याद आया कि मैं फेमस तेरे साथ रहता तो क्यों भूल जाता हूँ। नमस्ते। यहाँ चाहिँ किवी पनि रहेछ, किवीको जुस रक्सी पनि पाउँछ। अनि हजुरहरू कति कहाँबाट आउनुभएको? काठमाडौँबाट। यहाँ पर्यटकहरू टाढा टाढाबाट आएको छ। देखि आउनु भयो? फुल फुल्दै रहेछ किवीको, एकदमै अर्ग्यानिक खाना, हिमाली जीवन। तुम भूल गए कि मैं फेमस बोलने से अच्छा तुम्हें गा के सुनाता हूँ। बॉम्बे से सीधे तेरे प्लेलिस्ट ये सारे चाहे मुझे पर तुम्हें मैं चाहता हूँ। ढुक्चुमा जाँदै हुनुहुन्छ? लिजो लिजो रो दो काल रोम बे लिजो जला माट्राङ थे नो तुले ए हाम्रो शान्ति दिदी यहाँ हराएर आउँदैछ तलबाट। ए तंगबु नामिन्जो किए के मेमे तंगिन्जो रे के टुक्चु वाला चिमा थेवर टुक्चु याङ्री टुक्चु थेवर टुक्चु याङ्री टुक्चु
ठेवरमा ठेवर छो न ठेवर छु ए सर्किम देखि बेला ठेवर छु मैले काले पनि किन्नु चिराङ ठेवर यहाँको एकदमै ठेवर टुप्चु याङ्री टुप्चु रे यो ठाउँको नाम याङ्री भनेपछि यहाँ चाहिँ तपाईँको मनोकामना सबै पुरा हुने एउटा किम्बदन्ती रहेछ। अनि यो टुप्चु हामी जाँदैछौँ र हिँडिराख्नुलाई टु बी कन्टिन्युस वाट्स नेक्स्ट बाटो हराएर आइसान्थी टुप्चुमा आफै जान्छ भनेर थाहा छैन नि त जोस् अनि फर्किने चाँडै फर्किने आउने हो भने म पनि जान्छु भनेको कि यतिखेर छालघर पुऱ्याउनु पनि पर्यो अनि मलाई छोडेर गएर त मलाई त सिधै दुखेर त आँसु आयो भने भगवान्सँग कुरा गर्दै हिँडेको क्या अनि त्यहाँबाट त म त यस्तो कुट्ने रे नजाने भनेपछि त अनि फेरि हामी टुप्चुको यात्रामा छौँ टुप्चु जाँदैछौँ है याङ्री टुप्चु अनि यसरी जुर्छ क्या जानुपर्ने चाहिँ म जाने कसरी उ भएको होइन बिटु जाने भनेपछि त अनि हिँडेको नि म पनि पानी पनि खाएको छैन मैले झन् तपाईँले चिलाप बढी हुने भयो झन् अब उहाँले एक पानी पनि खानु भएको रहेछ टुप्चुको पानी गुरुरिम बुर्सेको झुक्टी रहेछ यहाँ उडेर आएको ढुङ्गा हो रे हजुर अब सत्यजुगमा सत्यजुगमा उडेर आएको ढुङ्गा हो हजुर छो झिमा अहिलेको ए मान्छेलाई सुनायो भने मेसाबो कागला ची होला ए ची देला सुन्यो भने यो हास्यात्मक लाग्छ होला होइन हजुर अनौठो लाग्छ होला यो रे भन्ने कुराहरू भन्छ हजुर तर सत्य जुगमा जो पनि हुनसक्छ हजुर किनभने प्रार्थनामा यति शक्ति छ कि त्यो भनेर साध्य छैन त्यही भएर यो उडेर आएको हो रे भनेर भनेपछि हामीले चार दिशामा छ यो 4 दिशामा छ अरे एउटा यहाँ काठमाडौँ पुगेको मान्छेहरू चाहिँ बुढाबुढी मान्छेहरूलाई चाहिँ बुढाबुढी भएपछि मलाई गाउँमा पुऱ्याइदेऊ भनेर भन्छ है मान्छे अन्तिम के अरे अवस्थामा पुगिसकेपछि किन होला भनेको त यहाँ हेर्नु न ल यो यस्तो देखाउनु त यस्तो राम्रो रहेछ कि यो ठाउँ यस्तो चोखो ठाउँ है अनि सुक्पाहरू मात्रै उम्रिने ठाउँ रहेछ त्यस्तो ठाउँमा लास जलाउनु पाएपछि त्यही भएर अब अनि अब वृद्ध अवस्थामा पुगिसकेपछि यहाँ आउने इच्छा गर्ने रहेछ क्या अनि यो चाहिँ पहिला टाढा मात्रै केही थिएन नि त हजुर केही थिएन अनि पहिला चाहिँ म 2-3 चोटि आइसकेको थियो हाम्रो काका बित्ने बेला पनि यहाँ चाहिँ त्यतिखेर एकदम त्यो जीर्ण अवस्थामा थियो क्या त्यसपछि हाम्रो दिदीले देखेपछि चाहिँ अनि हाम्रो दिदी उहाँ दिदीले म आर्थिक सहयोग गर्छु भनेर उहाँले गर्नुभएर उहाँ र अनि हाम्रो सुम्जोको मक्पा हो भनेर मैले मलाई सुन्नमा आएको है मलाई आजी के आउनु स्पोन्सर उहाँ उहाँले गरिदिनु भएको हाम्रो आजी उहाँ र हाम्रो ज्वाइँ सुम्जोको मक्पा के नाम मेम निम्जाङबु औ निम्जाङ आसाङ निम्जाङमु निम्जाङबु आसाङ निम्जाङमु र हाम्रो आजी निमलामुले यस्तो राम्रो ठाउँ बनाइदिँदैछ कि यो धुर्सा चाहिँ किन यसरी गोलो बनाइन्छ अलिकति केही अब अन्तिम अवस्थामा हाम्रो यो जति पनि यो हामी जिउँदो हुनेसम्म चाहिँ हाम्रो इच्छा आकाङ्क्षा चाहिँ धेरै भए तापनि हजुर अन्तिममा चाहिँ हाम्रो एकदमै यही हो क्या अन्तिममा चाहिँ हजुर यो चाहिँ अब सत्य नै हो यो अर्को इच्छाहरू चाहिँ पुरा हुन्छ कि हुँदैन थाहा छैन हजुर होइन अनि थाहा छैन तर यो इच्छा चाहिँ सबलाई थाहा भएको कुरा हो पुरै हुन्छ भनेर अब यसलाई चाहिँ अब राम्रो बनाउनुपर्छ होइन अनि चोखो ठाउँ हेर न यस्तो राम्रो हो अब हामी त सहर बजारमा हुर्केर बढ्यो भने पनि मनले त यो गाउँघरै एकदम यस्तै ठाउँहरू मन पराउँदो रहेछ कि मन पर्ने रहेछ नि होइन यस्तो अब
म छिर्नु सक्छ अरू त सक्दैन के रहेछ यहाँ सफा गर्नलाई पानी माङ्गोमा आउने पानी यही रहेछ ट्याङ्की खाने ट्याङ्की मेमे तौसे चोटी हिमा तौसे चोटी हिमा ल आज राम्रो दिन जोइरहेछ एकदम बाजे पुग्नु लाग्यो ढुप्चु अब अलिकति 2500 माथि चढ्यो मिटर हाइट त्यतिखेर चाहिँ हामी 2600 हाइट माथि पुगेको छ 2600 हाइट पुगेछ यहाँ त केही छैन चुली गाउँ पनि कस्तो मजाले देखाएको छ ल यो चाहिँ गार्डनमा घरको गार्डन बनाउनुको लागि युज हुने रहेछ जङ्गलमा पानी ए हल्का ओह्रालो ढुप्चुको नजिक पुग्नु लाग्यो हाम्रो चुचे बिस्तारै हामी अब पुग्नु लाग्छौँ है ढुप्चुमा यहाँ थेवर ढुप्चु भन्छ कस्तो मलिलो है मल त यो होला हो? कस्तो मलिलो पात अब उहाँ चाहिँ फेरि बोटानिकल विज्ञ हुनुहुन्छ उहाँ फुलमा हाल्नु पाए गार्डनिङमा धेरै नै पोख्नु हुनुहुन्छ र विभिन्न विषयमा उहाँको ज्ञान धेरै नै डेप्थमा छ अलिअलि अब धेरै चाहिँ नभनौँ सिक्ने क्रममा छ ल हामी ढुप्चुको एकदम नजिक छौँ नजिक सबैको मनोकामना पुरा होस् हिँड्ने महानुभावहरू सबैको हजुर मनोकामना पुरा होस् विश्वमा शान्ति होस् ल ढुप्चु आइपुग्यो ढुङ्गा पनि खतरा रहेछ यहाँ ल ढुप्चु त अचम्मको रहेछ म आउँ बजाको ल आउनु मारी थाना आइपुग्यो बाबाहरूले छ ढुप्चु अचम्मको रहेछ
विश्वमा शान्ति होस् विश्वमा शान्ति होस् ल ल होला मंदिर लो orang dia kecil sekali cu. जहाँ तिमी आउने भन्थ्यौ थोपा पानीहरूको मार्चमा रुचि भिजी अझै म गर्छु तिमी आऊ या नआऊ म साथै दिन त्यही बाटो हेरी बस्नेछु सम्झँदै तिम्रो त्यो मुस्कान टुप्चु यहाँ रहेछ टन्नै यो एरिया सबै टुप्चु यो सिडी पानी टुप्चु रहेछ यो पनि टुप्चु यो टुप्चुको पानी खान पाए त चाहन्छु जीवनमा यो टुप्चु थेवर टुप्चु जल्सी गर्ने कार्यक्रम सफल भएको छ हाम्रो सफल भएको छ र यसरी अब गाउँमा छेजुमा भेटौँ है गीत हालखबर ठिक छ हामी जङ्गलमै हामी 3 जना साथी छौँ है यहाँ जुमा भेटेकोसलाई पोखरामा आँखा मेरो अडिए उसको ती गुलाबी गालामा पछि पछि फुले अब के त्यसै माथिबाटै भिड्नुभयो मेरो खेल्छन् कुरा तर भन्न सक्छु र सुस्तरी हिँडेमा उनको तिर उनले हेरिनमा गहिरतिर काले बढ्यो मेरो ढुकढुकी ऊ पनि आइन् मतिर सोधिन् मलाई यदि कहीँ बाटो चिनेको छु किन मैले आफूलाई भने साह्रै नै राम्रो मुहार देखेर होला तिम्रो आवाज मेरो साँझ बनाइदेऊ अब एक कप कफीको साथ पुगेर त्यो कुनाको क्याफेमा गरौँ हामी कुराकानी खुलेर भुलेर सबै काम साम बस्छु तिमीलाई नै सुनेर Hãy subscribe cho kênh Ghiền Mì Gõ để không bỏ lỡ
तपाईँले चित्तै फोटो त मैले एउटै खिचेको छैन मैले त खाएँ के सुन्दर लागेको टुप्चु चाहिँ एकदमै सेक्रेट टुप्चु हो अहिले अब पब्लिकको लागि ओपन भएको छ किनकि यो तलबाट माथि आउनु एकदमै इम्पोसिबल ठाउँ छ त्यसलाई चाहिँ यहाँको स्थानीय बासिन्दाहरूले आफ्नो आस्थालाई अहिले एकदमै बढाएर यहाँ चाहिँ सबैले पुग्न सक्ने बाटो आएको छ तपाईँहरू पनि आउनुहोस् एक्सप्लोर गर्नुहोस् यहाँको आशिष थाप्नुहोस् र यहाँको आशिष लिएर जगत कल्याणमा लाग्नुहोस् भनेर म प्रार्थना गर्दछु ओम बजा गुरु प्रेम सिद्धि